हरिओम। वेदचक्षु ज्योतिषमा सबै साथीहरूलाई धेरै धेरै स्वागत छ। साथीहरू, यही जेठ 19 गते बृहस्पति ग्रहले राशि परिवर्तन गर्दैछन्। लगभग 1 वर्षमा बृहस्पति ग्रहले राशि परिवर्तन गर्दछन्। यही जेठ 19 गते बृहस्पति ग्रह मिथुन राशिबाट आफ्नै राशि उच्चको राशि कर्कटमा प्रवेश गर्दैछन्। यो गोचर परिवर्तनले, यो राशि परिवर्तनले केही राशिहरूका साथीहरूका लागि अत्यन्त लाभकारी सिद्ध हुँदैछ। धन सम्पदामा वृद्धि, करियर, व्यापारमा नयाँ अवसरहरू मिल्ने सम्भावना देखिएको छ। आध्यात्मिक क्षेत्रमा पनि राम्रो विकास, मानसिक शान्ति, घर परिवारबाट पुरा साथ सहयोग अनि भाग्यमा वृद्धि पनि देखिएको छ। भाग्यवर्धन रहनेछ यो वर्ष। त्यस्ता शुभ राशिहरू हुन् तपाईका कर्कट राशि, वृश्चिक राशि, मकर राशि अनि तपाईको मीन राशि। हरिओम।